कति छ कहाँ छ के छ अब बोल्दै सुनिन्छ होला। चुप लगाएर बस्नुहोस् है, हल्ला नगर्नुहोस् है। कोही नबोल्नु है, चुप लाग्नु। कोही नबोल्नु है, चुप लाग्नु। ठिक छ, माइकबाट बोल्नुपर्छ भने सुन्नेन भन्नु न, माइकबाटै बोल्नुहुन्छ नि त। अब कोही नबोल्नु है ल। यो जति माइकमै बोले पनि यहाँहरूबाट हल्ला आयो भने 5वटा माइकमा बोल्ने पनि सुनिँदैन होइन। अब यतिको बोल्दाखेरि सुन्नेलाई पनि जति अहिले 9 करोडको पछि गएर चाहिने 82 जोड्दा चाहिँ 16 करोडको भन्ने कुरा आयो, जुन चाहिँ हाम्रो कतिपय चाहिने हाम्रो कोषाध्यक्षज्यूबाट चाहिने आएको रकम हामीले बाँडेको नदेखिएको होला, त्यो घट्दाखेरि पनि डिपोजिट घट्न सक्छ एउटा, हेर्नुहोस् है। अनि अर्को कुरा के हो भन्नु होला भने मैले नै मेरो जग्गा सुरुमा 50 लाखमा राखेर दिएको पैसा थियो, त्यो पनि घट्नु बाँकी होला। अघि जुन हाम्रो अविनजीले भन्नुभयो कतिपय पासबुक भेरिफाई गर्नुपर्ने होला, यसलाई पनि मध्यनजर राख्नुपर्ने होला। त्यसैले के हो भन्दाखेरि कतिपय कुराहरू अब जहाँनिर लगानी भएको ठाउँ छ, यो कुरो विशेष गरेर चाहिँ अब हाम्रो भ्यालीदेखि बाहिर भएको कुरा नदेखिएका पनि होला। त्यसले गर्दाखेरि अब सबभन्दा ठुलो कुरो मैले त्यही भएर यहाँहरूबाटै मैले सहयोग अपेक्षा राखेको छु। अहिले भर्खर मेयर साहबले भन्नुभयो, हाम्रो अतुलजीले भन्नुभयो, एउटा टिम बनाऊ न, टिम बनाएर जाउँ न। अनि यो पैसा त हामी खोजिहालिन्छ नि, चाहे मबाट चाहिँ कतै चाहिने अब अपचलन भएको हो कि अथवा अहिले अघि भन्नुभयो हाम्रो कोषाध्यक्षकोमा चाहिने यस्तो देखियो भनेर भन्नुभयो न, त्यति मात्र नभए त्योभन्दा बढी पनि भएको हुनसक्ला। अहिले अघि भन्नुभयो 70 सालको कुरा भन्नुभयो, 70 होइन 68 सालदेखिको चाहिँ प्रतिवेदन बनेको छ, सायद चाहिने 26 नभएर 32 करोडै न पुग्ला कि निक्षेप। मैले त एउटा कस्तो भने अध्यक्ष भएको हैसियतले यहाँहरूसँग मैले अपेक्षा राखेको छु कि सहयोगको अपेक्षा राखेको छु, यहाँहरूबाटै अनुगमन गराएर भए पनि त्यो पैसा पुरा चाहिने प्रस्ट्याउने खोजिरहेको छु कि न। हामी 7 जनामै अलिकति टिम आन्तरिक मनमताब भएको छ कि होइन। त्यसले गर्दाखेरि मैले यहाँहरूबाट पनि अपेक्षा राखेको छु कि कतिपय कुराहरू मैले अतुलजीसँग पनि मैले कुरा गरिराखेको छु, कतिपय कुरा हाम्रो हिक्मतजीसँग पनि मेरो कुरा चाहिँ कोर्डिनेसन भइराखेको छ है। हाम्रो अविनजीले भनिसक्नुभयो त, कति चाहिने लेजरमा देखिएको पासबुकमा नदेखिएको, कति चाहिने पासबुकमा देखिएको कति चाहिने लेजरमा नदेखिएको, त्यस्ता पनि छन्। त्यस्तो पनि देखियो पछिल्लो पिरियडमा आएर, हेर्नुहोस्। त्यसले गर्दाखेरि मैले यहाँसँग नै मैले पहिला सुरु मैले बुढानीलो कण्ठमा चाहिँ मैले यस्तै गरी भेला बोलाउँदाखेरि पनि मैले यहाँ अपेक्षा राखेको थिएँ, कहिले पनि एउटा चाहिने टिम बनाएर र चाहिने सक्षम टिम बनाएर काम हुन सकेको देखेको छुइनँ। त्यही भएको भएर मैले अहिले पनि मैले अतुलजीलाई मैले भने, अतुल सर, एकजना चिसिनीबाट, एकजना ठुलो गाउँबाट, एकजना गैरी गाउँ, एकजना गम्सा, एकजना चाहिँ हामीले उसबाट चाहिँ बनाएर एउटा चाहिँ टिम बनाउँ 21 जनाको, त्यसपछिबाट 21 जनाबाट अझ भरपर्दो 7 जना बनाउँ, 7 जनाबाट एउटा चाहिँ एउटा अलिकति खोजी गर्ने काम न मलाई अपेक्षा, न मलाई सजिलो हुन्छ कि भन्ने हिसाबले नै मैले यो गर्न खोजेको।
ठिकै छ। अहिले चाहिँ नि हाम्रो हेगमतजीले भन्नुभयो सबभन्दा कम चाहिँ पैसा चलाएको हाम्रो उपाध्यक्षज्यूको भन्नुभयो। न भोलि खोज्दै जाँदा त्योभन्दा बढी देखिन सक्ला कि त्यो त बारेमा थाहा हुने होइन? त्यो अरूले त हारेर के अरे जनताले थाहा हुने। तपाईँ 4-7 जना मात्रै थाहा हुने। फिर्ता दिने योजना चाहिँ सुनाउनु पर्यो। हाम्रो जग्गा यहाँ के छ यहाँ के छ यहाँ के छ तपाईँले भन्नुहोस् न मैले तपाईँ साथीलाई तपाईँहरू समिति बसिरहनु भएको छ कति बनाएर भन्नुभयो अरे। त्यसले गर्दाखेरि यो चाहिँ नि हामीले त्यही छ ठ्याक्कै आउनु चाहिने कुरा चाहिँ ठ्याक्कै कुरा हाल्नु त बस त। मैले के भन्छु भने मेन कुरा यहाँ यो 7 जनाकै कुरा होइन। हामीलाई चित्त नबुझ्यो त्यो पहिल्यैदेखिको सानो छोरी भन्नु त मैले खाएकै छैन मैले किन तिर्ने, उसले भन्छ उसले यति खान्छ उसले तिर्छ भन्ने, उसले खान्छ उसले त्यो हो त संस्था चलाएर बसेको तपाईँले त्यो भन्ने हो। तपाईँले यहाँ भन्नु न हाम्रो मुहिन्जेल भन्नु उसले यति तिर्छ भनेर तपाईँ भन्नु त बजारमा हाम्रो लगानी छ जुब्लाउनु न प्लिज। बजारमा हाम्रो लगानी छ को साथ छ त कति छ हामी त्यसै मूर्ख भए हामी पनि उठाउनु जाने त्यसको नाम हुनु पऱ्यो नि। यसले यति खान्छ भनेर त्यो लिस्ट लिएर हामी जान सक्छौँ। 7 जना खान्छ जानु तयार छौँ। कति मान्छे कति देखाउनु कसले खाएको त्यो लिस्ट तयार गर्नु तपाईँहरूले। 1 नम्बर कुरा। 2 नम्बर कुरा तपाईँले 1 नम्बर कुरा त तपाईँहरू 7 जना मिल्नुहोस्। 7 जना तपाईँहरूको 7 जनाको हिसाब मिलाउनुहोस्। 7 जनाको हिसाब मिलाउनुहोस् तपाईँहरूले। हामी तिर्ने हो भनेर तपाईँहरू 7 जना खडा भएर उभिनुहोस्। त्यसपछि हामी सक्छौँ। कहाँ जानुपर्छ के गर्नुपर्छ हामी गर्छौँ क्या। पहिले 7 जनाको टिम बनाउनु, त्यसपछि 50 जनाको टिम बनाउनु। प्रतिवेदन 30 करोड उठेको छ भनेर हामी सदन तपाईँलाई दिन्छु भने 30 करोड रुपियाँ यो सहकारीमा बचत भएर जम्मा भएको छ भने चाहिँ उहाँले के भनिरहेको छ म त्यो पनि भन्छु।